वेलकम ब्याक एभ्रिवान। हाम्रो फेरि नयाँ च्यानल आइसकेको छौँ। अब हाम्रो बिच हुन्छ दुईजना बिच जर्सी च्यालेन्ज। दुईजना बिच दुईटा टिम बिच होइन, जसले राम्रो खेल्छ जित्ने टिमको दुईजनालाई जर्सी छ है। यो खेल चन्द्रडाँगीको खेल मैदानमा भइरहेको छ। मैदानको हालत चाहिँ तपाईँहरू आफै देख्न सक्नुहुनेछ, एकदम नाजुक छ। पानी अलिकति ठुलो पऱ्यो भने खेल मैदानको हालत हुन्छ। केटाहरूले यस्तो जस्तो सुकियोस् मैदान लडेर माछा पकड्दै पनि खेल्न चाहिँ खेल्छन्। दुईजनाको खेलभन्दा पनि खेल मैदानको हालत चाहिँ हेरौँ न, बिजोक पानी जमेर, तर पनि केटाहरू खेल्न छोड्दैनन्। खेल प्रेमीलाई चाहिँ केहीले पनि नरोक्ने खेल्नलाई चाहिँ, पानी परोस् के होस्, कट्टु चुस्कियोस्, कट्टु तान्दै भए पनि खेलेको छ। गेममा हार जित त भइहाल्छ, तर स्कोर लाइन रहेको छ उता एक यता एक, दुईटैको ड्र भइरहेको छ। र त्यही बिचमा उहाँले फ्री किक पार गर्नुभएको छ। फ्री किक चाहिँ दुईजना बिच झडप भएको छ। यता एउटाले ठेलो उताले ठेलो, दुईटा बिच इगो आयो। गेममा अब ड्र भएपछि राति होस् जेसुकै होस् पेनल्टी खेल्ने भन्ने कुरा भयो दुईजना बिच। अब पेनल्टी म्याच हुन गएको छ दुईजनाको बिचमा। दामी दामी गोल गोल गोल। दामी 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 दामी, नाइस ड्राइभ नाइस ड्राइभ। सेभ गराउनु बाल भएन। स्ट्रेट गोल। लाग्यो छिटो। आजको म्याचको भाइहरू मेरो त म्याच भएको छ। नाम के हो तिम्रो? प्राइस खड्का। तिम्रो? कृष्णनारायण चौधरी। ल तिम्रो नाम भन्यो नि त। मेरो धीरज भट्टराई। तिम्रो? मेरो नाम बेकम राई। ल भाइहरूलाई जर्सी भन्छ, जर्सी देऊ तल भाइहरूलाई। ल ल ल ल तपाईँलाई ल ल केटा ल केटा थाप्नु ल ल ल केटा ल मेरो च्यानल फलो गर्नुपर्छ। यसो के हुन्छ ल भाइ हामी बच्चा बच्चीहरूले यहाँ आएर यसरी जर्सी गिफ्ट दिनुभएको छ। हजुरहरूले पनि अब दाइलाई सपोर्ट गरिदिनु पर्छ। यसरी नै हजुरहरूले पनि जर्सी फलो गरिदिनु होला। दाइले सपोर्ट गरिदिनु, दाइले यसरी नै जर्सी अरूहरूलाई पनि दिनुहुन्छ। ल भाइ तिमी भन्नु नि त, फलो गर्नु भन न। ए दाइहरूलाई फलो गरिदिनु दाइको च्यानलमा। दाइको च्यानलको नाम भनिदिनुहोस्। जेपीटी टिभी। जेपीटी टिभी। टिभी। यस ल धन्यवाद सबैलाई।